नमस्कार मित्रहरू, स्वागत छ पुनः एकपटक आजको यो भिडियोमा। आज हाम्रो विषय छ घुर्ने। कसैको राति एकदमै घुर्ने बानी हुन्छ र त्यो बानीलाई कसरी छोड्ने, सजिलै घरयासी सामग्री प्रयोग गरेर। र अर्को त्यसै सँगसँगै पिँडौला फर्किने, कतिपयको पिँडौलाहरू फर्किने समस्या हुन्छ र कतिको बेहोस हुने, एकदमै जो के भन्छ छारे रोग, त्यसको पनि समस्या हुने गरेको पाइन्छ। ती तीनटै चिजलाई एउटैले काम गर्छ। आजको त्यो भिडियोमा बताइएको छ। भिडियोलाई अन्त्यसम्म हेर्नु होला र बुझ्नु होला। हेरौँ, यो चाहिँ सुपको फुल है, यो चाहिँ सुपको फुल हो है। तपाईँको घुर्ने समस्या छ भने यसलाई भिजाएर 1 गिलास पानी खानुहोस्, नियमित 2 हप्ता खानुहोस्। तपाईँ घुर्नुहुन्न, यसले नाकमुखहरू रसिलो बनाइदिन्छ, एकदम सुक्खा बनाउँदैन, घुर्न सक्नुहुन्न तपाईँहरू है। त तपाईँको यो चाहिँ तपाईँको सिरानी अप्ठ्यारो भएर नि घुर्छन् होइन, तर नभए पनि घुर्ने मान्छेहरूलाई चाहिँ एकदमै ठुलो औषधि हो। अनि पिडौला फर्किन्छ, एकदम पिडौला फर्किनु भनेको एकदम दुखेर खप्नै सक्दैन साथीहरू। त्यो फर्किने समस्यालाई पनि यसको फुल भिजाएर खाँदाखेरि एकदमै ठिक हुन्छ। यसलाई बी सिजनमा पनि यसको फुल कटिङ गरेर सुकाएर राख्नुहोस्। यसको सुपले हुँदैन, फेरि दाना पाकिसकेपछि हुँदैन है। अनि अर्को कुरो, तपाईँको चाहिँ बिहोस हुने, एकदम छ्यारे रोगले बिहोस भए जस्तो खालको, नसाहरू खुम्चेर बिहोस भए जस्तो, ब्लड दिमागमा सर्केर चाहिँ बिहोस हुने जस्तो, त्यस्तो रोगहरूलाई पनि यसले 1 महिना राम्रोसँग लगातार खायो भने एकदम पावरफुल भिटामिन राम्रो दिन्छ यसले होइन। त्यो रोग पनि बिसेक बनाउँछ है साथीहरू। प्लिज, कति ठाउँमा दुखी मान्छेहरू छन्, तपाईँको भिडियो सेयर गर्नुहोस्। आजसम्म मैले 21 जना मान्छेको चाहिँ उपचार गरेर ठिक बनाएको छु। यही फुलले ठिक बनाएको छ है साथीहरू। देख्नुभयो मित्रहरू, यो सुपलाई प्रयोग गरेर हामीले कसरी हामीलाई लागेका समस्याहरू अथवा हामीलाई भएका समस्याहरू ठिक गर्न सकिन्छ भन्ने बारेमा रहेको यो भिडियोमा बताइएको थियो। हस् त मित्रहरू, यो भिडियोलाई सेयर गर्न नबिर्सनु होला। भिडियो हेरिदिनु भएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद छ। यस्तै भिडियो हेर्नको लागि हामीलाई सब्सक्राइब गर्न नबिर्सनु होला। हजुरहरूको समय शुभ रहोस्, स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, मस्त रहनुहोस्।